हेलो गाइज, वेलकम टु माई न्यू एन्ड सेकेन्ड भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। अनि आज चाहिँ मेरो सेकेन्ड भिडियो हो। म फर्स्ट भिडियो बनाउँदा चाहिँ एकदमै के लजाउने हुन्छ नि, केही बोल्न शब्दै नआउने के। आज चाहिँ अलिकति कन्फिडेन्स आएको छ, तै पनि जिब्रो लटपटिन्छ के केही कुराहरू भनौँ यताउता भन्दाखेरि। अब बानी परेको छैन नि त, बिस्तारै सिक्दै जानेछु। केही गल्तीहरू भए माफ गरिदिनु होला हजुरहरूले। अनि बिस्तारै बिस्तारै सिक्दै जानेछु। हजुरहरूको साथ सपोर्ट भएपछि म यसै पनि राम्रो गर्दै जानेछु। आज चाहिँ हामी चौबार जाने हो। अनि 5 जना भएर, यता मेरो दिदी अनि यता रुम साइडको दिदी अनि 2 जना साथीहरू छन् यतै रुम साइडकै। अनि 5 जना भएर जाने हो। साथी भएर हुन्छ नि त रमाइलो। अनि त्यही भएर अनि माया गरिदिनु होला हामीलाई। अनि आज कस्तो हुन्छ के हुन्छ सबै हजुरहरू मार्फत यहाँ देखाउने नै छु। भ्लग नछुटाइ अन्तिमसम्म हेरिदिनु होला। अनि के लगाएर जाने के गर्ने सल्लाह हुँदै थियो बिहान चाहिँ। अनि हामी चाहिँ दिदीले र मैले सुट लगाएर जाने है भनेर सल्लाह गरेको। दिदी चाहिँ यहाँ सुत्नु भएको छ। अनि कहाँदेखि हो हजुरहरू कमेन्ट गरिदिनु होला, साथ दिनु होला हामीलाई। सुतिसके को सुतो दिदी? ल उठाउनु सुतेको रे कि। अब त जाने हो नि त हामी। प्रिया उठिन्, ऊ चाहिँ रेडी भयो हुन थालिसकिन्। अब नुहाएर अब कपडा धुन मात्र, कपडा धुन र कपडा लगाउन मात्र बाँकी छ। म त के बोल्यो मेरो त शब्दै आएको छैन कि मुखमा लाजले। अनि त्यसपछि हुन्छ नि त सुरुमा प्रिया अनि हामी चाहिँ अब रेडी हुने हो। जाने हो है। अब शर्मिलाले त उस गरिन्। छ म आएको राम्रो। मेरो मुखबाट बाङ्गे आउँछ कि बाङ्गे आउँछ। अनि त्यसपछि अब रेडी हुने अरे। शर्मिला रिसाउँदै अब रेडी हुने होइन र भन्दै छिन्। छिटो हुन्छ, घाममै गएपछि आनन्द हुन्छ। साँझ चाँडो भइहाल्छ। हस् हामी चाहिँ अब रेडी हुन्छौँ। अनि रेडी भएर जान्छौँ। के भयो कस्तो भयो हजुरहरूलाई सबै देखाउँछौँ। हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला हाम्रो भिडियो। ए मान्छे कोही सुतेहन पढ्दै उठ्नु छिटो उठेर अब रेडी हुनु। के लगाएर जाने हो? कोही हामी त सुट लगाएर जाने हो। म त अस्ति लगाएर जाने हो। म त बाहिर के लगाउनु पाएँ कोही पनि। के अब म अब आफ्नै रुममा जान्छु। अनि त्यसपछि हस् उताका 2 जना हामी यति 2 जना जाने हो। अब रेडी भएर हेलो हामी रेडी भइसक्यौँ। अब चाहिँ हामी जान थालेको। हामी चाहिँ अब जान थालेको। हामी चाहिँ हिँडेको। अनि 2 टिलले चाहिँ टिकटक बनाउन थाल्यो। अनि कि हामीलाई चाहिँ नआयो अरे के। अझ हामीलाई त त्यो टिकटकमा नआयो। तिमीहरू अड्दैनौ फ्रेममा के अड्दैनौ। अनि हामी 2 जना बनाएर आउँछौँ भने अनि हामी त हिँड्यौँ। अब त्यता गएर पर्खेर बस्छौँ। त्यही हो। छन् मान्छेले हिजो त मान्छेले पनि अलिकति लाज लागेको थियो कि कस्तो भएको थियो। आज चाहिँ अलिकति कन्फिडेन्स आएको छ होइन के। मोबाइल हो नि त हाम्रो साथी, अरूलाई हेरेर लजाउने राम्रो होइन नि त। गर्छु भनिसकेपछि लजाएर त हुँदैन नि त। त्यही भएर हामी चाहिँ जान थालेको। कस्तो देखियो होला हामीलाई? लाइक गरिदिनु होला, कमेन्टमा भन्नु होला है। हामी चाहिँ कति लामो छ कि बाटो किन्यौँ अनि ढिला भयो। यो सामान कम छ, दिदीलाई पठाएको थियौ नि। जाँदैछौँ। मेरी दिदी कुकुर रहेछ। भाइ तिमी टोइलेट निक्लिँदा कुकुर भुक्यो त। अनि त्यही हो। लामो छ बाटो, के गर्नु हिँडेर आएको यता त चोकदेखि।
थाहा छैन भाउ बिराएर अन्तै जाने म थाहै छैन मैले लिएर हिँडेको नि त यताको नयाँ बाटो अर्को लामो बाटो जाने भने त धेरै नै टाढा छ फेरि सर्टकट भने त फेरि म यतिदेखि लिएर जानु लागेको तर कहाँ हो थाहा छैन है मलाई पनि मैले बिरायो भने मलाई त मार्छन् अनि साथीहरू के छ हजुरहरूको खबर यतातिर चिसो कतिको छ त काठमाडौँतिर त बिहान साँझ त बिहान साँझ त एकदम चिसो छ अनि दिउँसोमा चाहिँ घाम लागिरहेछ हेर्न सक्नुहुन्छ घाम उनीहरू चाहिँ आउँदैछन् यो मिलाइदेऊ न माथि थ्याङ्क यू ए राम्री भइसक्यो नि यो पनि धेरै राम्री छिन् यिनी त झन् कति राम्री छिन् आजलाई म त बुट्ट शर्मिला बाटो होइन मैले पारी त मलाई आउँछ नि त्यही त है त बुहारी त खुब मान्छे हुन्छ हौ बेजेट अनि हामी चाहिँ अघि नै भन्थेँ नि मैले रेडी हुनुभन्दा अगाडि 5 जना जाने हो भनेर तर दिदी चाहिँ क्यान्सल हुनुभयो कि अनि हामी हामी चाहिँ 4 जना मात्र आएको तै पनि रमाइलो गर्छौँ बुफर लिएर आएको छौँ बजाउँछौँ नाच्छौँ हजुरहरूलाई देखाइहाल्छौँ नि हेर न हेर यादमा सँगनामा कति राम्रो नजारा छ हेर्नु त मान्छे आउँछन् लाज लाउँछ हामी पुग्न चाहिँ पुग्यौँ तर यहाँ चाहिँ मेला लागेको रहेछ जस्तै मेला लागेको हो कि सायद नाचो छ त्यसरी देखाइदेऊ म त आउँदैन त्यस्तै ओहो हो हो धुलो त कति धेरै छ भाइ ला मान्छे देखेपछि लाज लाग्छ हामी आएँ तर मैले सम्झाइसकेँ शर्मिलालाई तिमी अगाडि तर घाम भएर उस छ के उही त्यस्तोमा सायद हामी आयौँ फाइनल्ली फटाफट जाम न त्यहाँ पारी जाम जाम तर घाम भएर यतापट्टि चाहिँ नराम्रो आयो होला कालो आयो तर के पनि छैन यस्तो लाग्छ कि मामा घर गए जस्तै भएको कि अहिले मलाई यो मेरो उस मिलाइदिनु न माथि टानिदिनु नि दिदी पछाडि नै बानीको भइन्छ कि पछाडि नै बाँधेको हप्पा पनि थियो मैले फोनमा हेरेँ होइन बाटोमा हेरेको क्या मैले गाली गर्छन् हेर्नु न मलाई नै नै हो यतै छ अनि हामी चाहिँ यहीँ बस्यौँ अनि के छ क्या आहा कस्तो राम्रो नजारा मैले चाहिँ यो नजारा भन्न बेबो दिदीको ब्लगबाट सिकेको के कस्तो राम्रो नजारा भन्नुहुन्छ अनि त्यही राम्रो लाग्छ मलाई म हेर्छु नि त फ्यान हो म अनि उहाँकै ब्लगबाट मैले पनि बनाउँछु भनेको पहिल्यैदेखि तर बेबो दिदीकै उसबाट रहर लागेर के बनाउने यसरी गराउन सकिँदो रहेछ भन्ने भएर अनि बनाउँछु भनेको तर पहिल्यैदेखि बनाउँछु भनेको तर हिम्मत नै आएन कि अहिले चाहिँ बल्ल हिम्मत आएर बनाउनु लाग्यो कतै पनि धेरै मान्छे देख्दाखेरि लाज लाग्छ कि राम्रो छ भ्यू काम लागेको छ हामी चाहिँ यहीँ बस्नु भयौँ तर फोहोर चाहिँ धेरै छ भाइ अहिले थाहा हो अहिले पछि लिएर धुन त चाहिँला चटपटे बनाउनलाई प्याज
कहाँ ऊ त्यो टङ्की यार ओ यहाँ टङ्की खोले पाइन्छ होला सायद म त जान्न भाइ जान्छौँ कि मनिषा दिदी र म यिनले होइन यिनले जुत्ता काटिखिनु नि त त्यही भएर फेरि मैले अघि नै देखेको कि दुइटाले जुत्ता लगाएको त्यही भएर दुईजना जान्छौँ भनेर सोचिसकेको थिएँ होइन तपाईँलाई प्रिया चाहिँ चाहिन्छ भने प्रियालाई लिएर जानु म किन चाहिँदैन यसमा बनाऊ अनि त्यहाँ टाँस हामीले यो पनि ल्याएर छौँ के उसो यस्तरी फुक्न हुन्न खासमा त्यो इन्डियन चलन राम्रो होइन कि मैले कहिले पनि बर्थडेमा केक काट्दा कहिले पनि फुक्दिनँ कि घर लाग्ने थियो हामीले चाहिँ सबै सामान ल्यायौँ तर पानी ल्याउन चाहिँ बिर्सेछौँ कि अनि त्यही भएर पानी लिन हिँडेको यतै नजिकै पाइन्छ होला आश छ है नजिकै पाइयोस् पनि हामीले चाहिँ पसल पाउन होला भनेको थियौँ तर हामीले बल्ल बल्ल पसल पायौँ मान्छेहरूलाई सोध्दै हामी पसलसम्म आइपुग्यौँ त्यही हो हामी आउँदा त यहाँ त गाना बजाएर बनाउँदैछौँ साथीहरू मेरो दिदी अनि यो चाहिँ साथी हो यो पनि साथी हो बिचको चाहिँ मेरो दिदी हो त्यही हो रमाइलो छ नानी बिना जिन्दगी नानी यो पनि ल्याखौँ कि हामीले मलाई बोल्न त केही पनि आउन्न मलाई त सबैभन्दा फेभरेट भ्लगर नै बेबो हो के बेबो दिदी अनि उहाँकै भ्लग हेर्थेँ मैले हेर्छु पनि आजभोलि पनि एकदम मनपर्छ एकदम मुस्कान तामाङ मेरो गाउँमा पनि एकजना छ कि बेबो तर बहुत के लास्टै हेर्ने यति माया लाग्ने भेट्न पाए पनि हुन्थ्यो जस्तो लाग्ने कि यति माया लाग्ने टिकटकमा पनि फलो गरेको अनि युट्युबमा पनि सब्सक्राइब गरेको यति माया लाग्ने अनि सुरक्षा दिदीहरू त अब भन्नै परेन उहाँहरू त लाग्छ नै तर सुरक्षा दिदीहरूको भन्दा पनि बेबो दिदीको एकदम हेर्ने के ब्लग सुरक्षा दिदीहरूको पनि हेर्छु हुन्छ नि सुस्मिता अधिकारी उहाँहरूको पनि हेर्छु राम्रो लाग्छ अनि रहर लाग्छ उहाँहरूले यस्तै ब्लग गराउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ बोल्न त आउँदैन त्यही उहाँहरू जस्तो राम्रो सिक्दैछु सिक्छु बिस्तारै मेरो प्रिय हजुरहरूले माया गरिदिनु होला तिमी मलाई दिदीले मात्रै काम गर्नुभयो मैले त खालि मोबाइल मात्रै यता प्रिया म जान्दिनँ नाच्नु जान्दिनँ गाउनु जान्दिनँ मसँग त केही पनि छैन कि एउटा केही छैन कि सिट त भनेको त चार्जमा घाममा घाममै छ लो ब्याट्री भनिसक्यो ढुङ्गा दिन्छ के अरे रमाइलो छ हामीले के लिएर छौँ कुरकुरे पूजा बदाम पानी हालेर धुन्छ होइन मैले धुनु केकहरू पनि ल्याऊँ अनि कोक अनि काँक्रा चाउ देखा हामी चाहिँ रमाइलो गर्दैछौँ यो प्लास्टिक च्यातो भयो
बन्दै छ त्यो काम हेलो हामी चाहिँ रमाइलो गर्दैछौँ अहिले मान्छेहरू छन् आउँछ हामीले यता मास्तिरबाट काटेर टाउकोमा होइन यस्तो भनेर प्लान छ हामीले दुईटैतिरको गर्छ को चोर भनेर यस्तो ठाउँ जता टाउकोमा राख्छ कागतीको काट्यौँ भने कागतीको नि सक्छौँ त्यही हामीले पनि लेक बजाऊँ न बजेन मिठो बसाएको काँक्राको अलिकति ल्याउनु न ल्याउँछ काँक्रा खान लागेको मिठो छ दाँतमा चाहिँ मेरो गाजर पुस्या हो भाइ हेर न हातमा कालो होला कसरी पुछेको यहाँ त छुट्टै छैन त मेरोमा भिडियो भएको किन एकचोटि हेरेर आउन अनि म कराउँछु यससँग अनि फेरि गाली गरी भन्छ म अघि गर्थेँ नि त त्यही भएर यहाँ चाहिँ देख्यो नै भनेर राम्रो देखिया छ हो आछ शरीरमा अलिक कोटे गर्ने बस्न फर्के ढाडमा त देख्यो होला हो यस्तरी अझै पुरै माथि हेरेर तर कतै बनाउनु लागि कस्तो यो सामान खाऊ अब यो नुन भाइ दिदीको ब्यागमा त्यो दाना फ्याँक्नु दिदी दाना आउँछ यिनी बाना नत्र के भन के भन भने हातमा के प्लास्टिक के हुन नि त पानी त छटपटी हुने होला उता पनि हामीले खान थाल्यौँ चटपटी देखा अरे क्यों भाइ म त सोध्छु बेला सोच्थेँ बिहे गर्दा त म त जग्गीमा बस्न सक्दिनँ यसरी बस्नै सक्दिनँ तुलै कति बेर बस्नुपर्छ होइन तिनजना त बस्नुपर्छ त्यसले चारजना घरमा बे पर्छ हो कोट म्यारेज अनि मैले 18 मिनटमा 10 मिनटमा 5 मिनटमा सकिन्छ न ल यहाँ एकजनालाई है जसले भयो नि खाऊ है ल ल्याउ ल समात त अहिले फेरि हालिदिन्छु है म नरौ है हामीले फेरि हालिदिन्छु फेरि यो त रुन्ची भित्रै छि हेप्यो वान्ची भलपर्सी अहिले भनिदिनु सानो सानो कुरामा मन दुखाउँछ यसले तिम्रो त अघि तिमीलाई त दुईटा भयो यस्तो गरममै अब यो अलिपछि खाने नच है त्यहाँ तिमीहरूले अनि मैले ह्याप्पी बर्थडे भन्छु तिम्रो ढेर हाल्छ नि कि इन्डियातिर पाउडर हाल्दैन मलाई त मन पर्छ मिठो हुन्न नि
पाउटी होइन केक उसले बनायो त्यहाँ के गरे लालीपप समोसा ललिपप समोसा पनि टेढै मेरो 4 पट्टि फर्के समोसा बनाएको छन् कि त्यहाँ कस्तो खानेकुरा बनायो अन्त सर भन्नुहुन्छ त्यो लालीपप यो काम गर्दै ए ल ए शर्मिला सोधिहाल्यौँ कि दुइटै लैजाउँ हो भनेर नपुग्नु भन्दा अहिले बत्तल लिएर जाउँला नि घर केकको साप्रो फ्याँको न केकको त्यो डस्टबिनले के त्यसले भन्दा त्यो लिउ न त्यसले हेलो गाइज हामीले चाहिँ अब फाइनली खाना के
ल्याएको सामानहरू सबै खाइसक्यौँ अब एकछिन यसो यो तानासाना उठाएर अनि डान्स गरेर रुमतिर जाने हो एकछिन यसो चौबारतिर घुमेर त्यही हो मेरो बहिनी यति क्युट भएको छ राम्रै भयो जाउँ कुर्ती लगाएर धेरै क्युट क्युट भएको छ नि एकदम मान्छे क्युट उता टिकटक बनाइरहेको छु आफ्नै ताल ल्याउ अरू खै त साम धेरै राम्रो छ भ्यू चाहिँ अब चाहिँ एकैछिन नाच्छौँ अनि एकछिन पछि चाहिँ रुमतिर जानु पर्ला साँझ परिसक्यो पनि परिसक्यो जाडो हुन्छ चिसो हावा लाग्न थालिसक्यो हजुर अब घाम पनि जान थालिसकेछ आफ्नो पारामा